साथीहरूलाई सुखा सेवारो अनि नमस्कार सबैलाई। आज म छोटो भिडियो बनाउन गइरहेको छु अनि तपाईहरुले हेरेर साथ दिनु होला। म चाहिँ बिहान भन्दा पनि 8 बजे पो उठेछु। 8 बजे उठेको छु। उठ्नु चाहिँ म बिहान नै उठेको, तर मोबाइल हेर्दा 8 बजिसक्यो। अनि केटाकेटी पनि मसँगै सुतेको छ नि त दुईजना, त्यही भएर म चाहिँ अलिक ढिलो उठेको। उनीहरूलाई पनि अब उनीहरू नउठिकन ओछ्यान पनि उठाउनु मिल्दैन, त्यही भएर ढिलो भएछ। म ओछ्यान उठाउँछु अनि मैले जब छान्ने लेख्न आँट्छ कि अब म चाहिँ ओर्ने पट्याउँछु। ओर्ने पट्याउनलाई चाहिँ मैले रेडी छु। ओर्ने पट्याउनलाई यो चाहिँ मैले फिताबाट हेरेर सिकेको छु। ओर्ने पट्याएर चाहिँ कुस्किँदैन, केटाकेटीहरूले डब्लु मैले गरेको कुस्किँदैन भनेर। अहिले चाहिँ मैले ओछ्यान पट्याएर रेडी गरिसकेँ। ओछ्यान गएपछि साथी गाइस हाम्रो राई साग यहाँनिर मैले चाहिँ मेरो कोठा सुत्ता लगाएर सबै रेडी गरिसकेको छु कि। हेलो डोल्मा, यो मेरो भिडियो बनाउने मान्छे हो। अनि यो चाहिँ क्युटिफाई काली हो। कम्ती मेरो बारीमा फुलेको फुल हेर्नु कति राम्रो छ। वाउ गरिब भनेर नआएको साथीहरू मेरो ब्याङ्क छ। मैले टक ड्युटी हो होइन, खोइ बिहान बेलुका ड्युटी गाइस। बिहाको चाहिँ अब कालो भाडा माल्दै हुन्छ। माटेपछि सेतो हुन्छ। अनि कस्तो लाग्यो बिहाका कि भाडा माल्दा? अनि कालो भाडा थियो, अब छोरी सेतो भयो। नै भिडियो हमारा क्यामेरामैन भव्या हुन्छ सिकाइदिनु किन म डेली बनाउँछु नि। राम्रो हुन्छ एउटा मोटी दिदीको के भयो, मोटी दिदीको एउटा भिडियो चाहिँ कस्तो मजा लाग्छ। मासु भन्छ मासु हालिदिनु, डेली मासु भएको चाहिँ हामी चाहिँ भाँडामा दिँदैछ। त्यो चाहिँ राति खाएको भाँडा अब अघि हामीले खाना खाएको थियौँ अनि हेरेर भाँडा मासु भनेर सोचेको थियौँ। अहिले खाना बसिसकेको छु। खाना कुकरमा चुलामा बसिसकेको छु। चाहिँ एक्लै भयो भने चुलामा खाना पकाउँछु, किनभने दाउराहरू सबै मक्केर जान आँटिसक्यो। त्यही भएर मलाई चाहिँ मेरो घरको सबैभन्दा मनपर्ने कुरा के हो भनेर म अब देखाउन आँटेको छु। फुलहरू कति राम्रो फुल्छ नि। यो फुलहरू सबैभन्दा मलाई मेरो घरको सबैभन्दा मनपर्ने कुराहरू भनेको यो फुलहरू हो। फुल्न आँटेको छ यिनीहरू। यो फुलमा चाहिँ कोपिला भर्खर लाग्दो रहेछ। अस्ति त कति मजाले झ्यापझ्याप फुलेको थियो। यहाँ कति राम्रो फुलेको छ फुलहरू, झ्यापझ्याप फुलेको छ फुलहरू। ओ माइ गॉड, फुलहरू फुलेको त मन कति खुसी हुन्छ। मलाई बिहान उठ्ने बित्तिकै मेरो फुलहरू कस्तो मजाले हेर्छु। कति राम्रो फुलेको छ। जता घाम फर्किन्छ त्यति फर्किरहेको छ फुलहरू। राम्रो लाग्छ नि, मिठो हुन्छ। म त मासु भयो। म थोरै साग दिनु नि त ल।
यता सिटी लाग्दैछ अब म सब्जी केलाउँछु अब चाहिँ म छिटो साग केलाउनु पर्यो अब चाहिँ म चिप्स तार्छु अनि सब्जी पकाउँछु कराई चाहिँ तातिसकेको छ चिप्स तारिसक्नु लागे म चाहिँ खाना खान लागेको गाइज घिउ हाल्नु पर्यो अड्किँदैन त झर्दैन त घिउ त चाहिँ डाइटिङमा बसिरहेको छु त्यही भएर खाना कम्ती थोरै छैन आँखै लाग्दैन हौ ल खाएर साथीहरू मैले चाहिँ खाना सुरु गरेको तातो भयो घिउ मुसी राख्नु पर्यो छिरिङ कालेर टिभी हेर्दै होला नि कुन कुनामा मेरो बाख्रालाई पनि भोक लाग्यो जस्तो कराएको छ मैले खानासाना खाइसकिसके मेरो भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई शुक्रिया तपाईहरु पनि खानासाना खानु होला अनि आफ्नो परिवारको ख्याल राख्नु होला भन्दै आजको भिडियोको अन्त गर्दछु टाटा बाइ बाइ